भन्ने डर पाइला चाले अडी नपरी कसैको भर पुग्दै गन्तव्य समीप हिम्मत र हौसला राख केही छैन सपना माथि पुग्नु छ सबभन्दा माथि छुनु छ चन्द्रमा साथी छुनु छ चन्द्रमा साथी पुग्नु छ सबभन्दा माथि माथि छुनु छ चन्द्रमा साथी पुग्नु छ सबभन्दा माथि के हुन्छ। हेलो गाइस, वेलकम सेवा अनि नमस्कार। आज हामीहरूमा एउटा बतासेको पाहुना आउनुभयो। हामी बतासेको पाहुना आउनुभयो र उहाँलाई नै घुमाउनु हामी आज ल्याएको छौँ। उहाँ चाहिँ धरानदेखि बाहिरको हुनुहुन्छ र उहाँलाई हामी घुमाउने क्रममा यो 98 क्याफेमा मटका चिया कफी खानुलाई चाहिँ बेस्ट गरेको र उहाँलाई घुमाउने क्रम जाने छ र उहाँसँग बिताएको रमाइलो पलहरू म यो क्यामेरामा कैद गर्ने प्रयास गर्नेछु। लेट्स चेक इट आउट। तपाईहरू भेटाएर आउँदा घुम्नै पर्ने ठाउँ हो यो नमस्ते झरना। यहाँको प्राकृतिक सौन्दर्य, यहाँको चराचुरुङ्गीको आवाज, झरनाको आवाज, भनौँ प्राकृतिक कोलाहल एकदमै रमणीय छ। प्राकृतिक प्रेमीहरूको लागि चाहिँ यो ठाउँ एकदम सोलिड छ, पिसफुल। तर नआउनेहरू यत्तिकै हुन्छ क्या, प्राय हुन्छ नआउनेहरू चाहिँ। ह्याप्पी होली हजुर, ह्याप्पी होली। सेम टु यु हजुर, सेम टु यु। ल ह्याप्पी होली तपाईँलाई, ह्याप्पी होली छ, ह्याप्पी होली। नमस्ते झरना पुग्नु अघिको दोकानहरू, बिल काउन्टर यो हो। अब यहाँदेखि चाहिँ पैसाको सुरु भयो। यहाँदेखि उता चाहिँ पैसाको हिँडाइ है, अब पैसा तिरेर हिँडेको हिँडाइ। धरहरा बनाएको कि घन्टा घर बनाएको? बन्छ बन्छ बन्छ। कति ताले बनाइस्? 4 ताले। 4 ताले धरानमा घर बनाउनु सानो। बिचारा मेरो साइबुङलाई माया लाग्यो यार। बोकु बाक हिँड्नु सकेन है बाक, बोक्नुपर्छ क्या हौ। अहिले सुनेन बिच्किन्छ फेरि। अन्तर्यामी सबका स्वामी, तेरे चरण में है चारों धाम। झरना आकांक्षा देखियो। हे राम जय श्री राम। लक्ष्मी रंजन। Channel. Like, share, comment, subscribe.
यसो वाल छ नि होइन पर सक्छ यो बिचमा यति ग्याप चाहिँ किन लु यति ग्याप चाहिँ किन नटालेको किन भन्दा भन् त यो चाहिँ अलिक ट्यालेन्ट रहेछ है आज चाहिँ भेटारको मौसम जाडो चाहिँ मौसमले च्यालेन्ज गरेको छ पानी पर्ला पर्ला जस्तो छ हुस्सु लागिरहेछ टम्म जाडोमा आज फ्राइड राइस बक फ्राइड राइस यो मेरो धन्यवाद भुटेको भातै